आफ्नो करेसाबारीबाट आफूले लगाएको तरकारीहरू टिपेर खानुको रमाइलो नै छुट्टै हुने के है। अब यो हेर्नु न यहाँ कति धेरै यहाँ यसरी टमाटर ढुक्कै सिजनमा फलिरहेको हुन्छ हैन। अब भिन्डीहरूदेखि लिएर हेर्नु न तरकारी कति फलेको छ। यो मेरो जेठाजुको घर हो है। हेर्नु त कागती हेर्नु त कति छ। कागती त कति 5-6वटा बोट छ है। कति हुन्छ मकै त्यस्तै हरियो मकै टमाटर त्यस्तै फलेको छ है। अनि भिन्डी हेर्नु न अब यतिखेर भिन्डी मजाले आफ्नै बारीको मजा टिपेर खानुहुन्छ। कति छ भिन्डी त्यस्तै म पनि आएको बेला यसरी टिपेर लिएर जान्छु अलिअलि कहिलेकाहीँ। अनि दिनुहुन्छ अब मलहरू हुन्छ नि त गाई पाल्नु भएको छ। अनि हेर्न फर्सीको मुन्टा आफ्नै बारीको टिप्यो है। अनि रोगसोग पनि भन्नाले औषधिहरू पनि विषादी नहालेको हुन्छ नि त। अब यो हरियो मकै पोलेर खाने बेला हुन आँटेको छ। अनि यो काँक्रो हेर्नु त काँक्रो पनि फलेर खाइसक्यौँ हामीले। यो मकै चाहिँ जम्मै मुसाले खाएछ। त्यो बारीको मुसाहरूले खाँदो रहेछ। ल हेर्नु घिरौला कति मजाले। घिरौला पनि अब बर्खामा पुरै यहीँबाट हो मैले लगाएर खाने। अब यो चाहिँ गोबर मलको हैन। यो चाहिँ यहाँनिर गोबर मलको छ।